पिकनिक हैन अनि अब हामी चाहिँ र्याफ्टिङ भए चाहिँ अर्को पार्टी जान्छौँ हामी चाहिँ गएको पार्टी गएको हामी चाहिँ सेकेन्ड टाइम है चप्पल लगाएर आएको भए पनि हुन्थ्यो रहेछ रिग्रेट भयो हेर यतिको चाहिँ हुनु पर्यो नि तिरिका म चाहिँ स्यान्डल लगाएको छु हो औ यस्तो हिल लगाएर चाहिँ के हो अन्त यो त आम्मा उसलाई त सबै याद राख्छ हेर उसले नभनेको के चाहिँ सनस्क्रिनहरू सबै लिएर आएको रहेछ अरे औ रिग्रेट भयो रिग्रेट भयो चप्पल लगाएको भए पनि हुन्थ्यो रहेछ यस्तो छ बाटो ल आउनुहोस् है आउनुहोस् है भ्लग चाहिँ होइन कि तर यो बाटो देख्दा चाहिँ यो त भएन नाइन्साफी हो गयो यो त ब्याटलक भयो है ब्याटलक भयो अबि यहाँ तल रहेछ कम्पिटिसन राखेको छ भनेर चाहिँ डाउट लागेको को पनि लाग्यो मात्रै दिसो छ आज फ्लप भएको चाहिँ हामी दुईजना मात्रै हेलो निता बहिनी स्वागत छ तपाईलाई एकदमै अबि औ यो पल्ट्यो भने चाहिँ मलाई टेन्सन लाग्यो अमृता हेलो पल्ट्यो भन्छ नि भन्छी बरु यति बरु भन्दै ला आऊ हामीलाई त स्विमिङ पनि आउँदैन त पल्ट्यो भने त यो त अन्त त्यसमा त सक्दैन भाइ दुईजना मेरो भन्नुहुन्छ नि सिजनको लागि जानुहुन्छ त्यो उहाँलाई दुईजना ल के हो आज हामी दुई मात्रै फ्लप भएको हो निता पक्का हामी दुईजना चाहिँ हिल लगाएर आएर हो हामी दुई मात्रै फ्लप भएको हो देखाइदिइहाल तिम्रो हिल हिल देखाइदिइहाल अन्त त मलाई के थाहा हेर्नुहोस् है हामी दुईजना मात्रै यस्तो डरको हिल लगाएर आएको छ हो हामी चाहिँ फ्लप फ्लप भयो पुरै तर आऊ टिपी म्याडम यहाँ हेर यस्तो छ अन्त हुन्छ तपाईँहरू गइहाल्नुहोस् न हुन्छ जानुहोस् आउनुहोस् त उन्तै लान्छ हेर्नु न हाम्रो लोकेसन चाहिँ यहाँ रहेछ पिकनिकको उहाँहरू चाहिँ माछा मार्नु थाल्नुभएछ अमृता माछा मार्नु थाल्नुभएछ जीवन दा ए हो सुरेश दा ल भन्नु के भन्नु छ तपाईँलाई के भन्नु छ र म त थाम्ला के आज बोर्डले थाम्ला के मलाई त के को टेन्सन लागिरहेछ थाम्छ होला हौ तपाईँलाई त त्यति नै छ अब म चढ्नेमा चाहिँ अलिकति एकजना मान्छे घटाएर चढाउनु पऱ्यो अब यहाँ 7 जना 6 जना लाँदो रहेछ हो म चढ्नेमा चाहिँ 5 जना मात्रै हाल्नु पऱ्यो हो 2 जनाको लोडमा एक्लै छु त्यसले गर्दाखेरि जानुपर्ने छ पारी किन हो तपाईँ यस्तो खै मोटो हो रहेछ नि मोटो चाहिँ साँच्ची ल आनन्द
आनन्द आनन्द दुई लो दुई के शब्द भन्नु 2 शब्द लो 2 शब्द राखिदिनु है र एकदमै दुई शब्दमा मात्रै हो शब्द मात्रै भन्दिनँ थ्याङ्क यू भेरी मच अब विशेष गरी आजको यो जुन चाहिँ यहाँ पिकनिक खान आएको छौँ है एकदमै राम्रो खालके हुन गइरहेको छ है एकदमै एडभेन्चर टाइपको छ है यो पनि एउटा मेरो लागि चाहिँ एक्सपिरियन्स हो है अब हेर्दै जाउँ यतानिर अब यो ऱ्याफ्टिङमा अब म पनि फर्स्ट टाइम हो चढेको छुइनँ है र अब यसरी एकछिनमा उता पारिपट्टि पुग्छ होला है त्यति भन्न चाहन्छु ओके ल यता अमिता पनि रेडी छ नेपालीमा दिन्छ अरे ल ल ल ल है विशेष गरेर है नमस्कार विशेष गरेर हाम्रो निताको हजुर स्वागत छ दिवसलाई है आज चाहिँ सूचना एवं जनसम्पर्क विभागद्वारा आयोजित यो वनभोज एक दिने कार्यक्रम हो है हामीलाई पनि विशेष गरेर प्रेस क्लब सिक्किम र जनसिरियन्स अफ सिक्किमलाई पनि हामीले है अब एउटा निमन्त्रण आएको कारणले गर्दाखेरि हामी पनि यस कार्यक्रममा है आज सहभागिता जनाउन आइरहेको छौँ है र त्यसको निम्ति विशेष गरेर आइपिएफ विभागलाई है धेरै धेरै धन्यवाद दिन चाहन्छौँ अनि नयाँ ठाउँ नयाँ जग्गा नयाँ एक्सपिरियन्स है लिन गइरहेको छु लाइफमा विथ हिल्स देखाइ विथ हिल्स यस्तो जग्गामा चाहिँ हिल्स लगाएको छ है हामी चाहिँ सबैजना सबले हालेर त्यस्तो है बाटोबाट जानुपर्ने छ ल ल ल ल ल आए लो हौ यो त अन्त मलाई त रिस्की लाग्यो रिस्की कहाँ कतिवटा पल्टिदिएको छु कि म त डर लाग्छ नभन्नु न दादा त्यस्तो चाहिँ दिएको नि यहाँ पल्टेको मैले पनि घप्टेको देखिरहेको थिएँ एउटा पल्टिदिन्छ नि डाइरेक्सन सुबुको पल्टिदिन्छ म्याच के भन्नु र भाइ पहिला टुरिस्ट आँखाको दुईवटा पल्टिन्छ अलिकति बाँच्ने टक्कै पल्टिन्छ त तर त्यति हो अब मर्नु चाहिँ मर्दैन के अरे दादा एकदमै यहाँ हाम्रो भाइ लुगा बर्बाद हुन्छ त अन्त कतिवटा कुराहरू भनिरहनु भएको छ है एकदमै नर्भसनेस भइरहेको छ के गर्नु सञ्जय औ सञ्जय औ सञ्जय के भन्नु छ तिमी भन के छ ल भन के भन्नु छ आज पिकनिकमा आएको तर अलिकति भएन है हाम्रो त भाइ सुट बुटमा आएको रहेछ है गेटअप अलिकति भएन भएन है तर हाफपेन्ट चाहिँ बोकेको छु ल हामी तर हाफपेन्ट बोकेको छु तर जुत्ता चाहिँ भएन खाली खुट्टामा पनि बसिन्छ आज यसो साह्रै भयो गरम भयो बेलुका चाहिँ अब टक्कै हाफपेन्ट लगाएर टक्कै बसिने हो तर जुत्ता चाहिँ फ्याँकिने हो रेस्क्यु टिम छ नि हो दाजु रेस्क्यु टिम छ नि हौ यहाँ हामीलाई एकदम फ्रीमा सुगन्ध पाइरहेछ हो गनाएर मर्नु आँटेको ए भएन त ए पम्प लाउँदैछ ठिक हो लाइट काट्नु डिसब्यालेन्स हुन्छ नि मोटी एकजना 7जना लग्यो यहाँबाट मोटी 7जना लाग्छ है मान्छेहरू हाल्छ अन्त 3जना चलाउने ग्यास पम्प पनि आठजना हो पर्पलमा ल फाइनली हाम्रो टर्न आइपुग्यो है मलाई टर्न त आयो कि तर डर लाग्यो तर मलाई सबैको फर्स्ट टाइम है टिस्टामा है टिस्टामा छ भने पुरा डर लागिरहेको छ निता यहाँ छ म यहाँ छु यहाँ निता यहाँ आज भावना डर लागिरहेछ फर्स्ट टाइम है एउटा स्टेटको रिभर है हाम्रो टिस्टा रिभर टिस्टामा जाँदैछ ल आयो हाम्रो टर्न आयो हामी चाहिँ लाग्यो अमिता मलाई पक्र त्यस्तो हलिनु हुँदैन ल हल्लै हुन्छ हल्दी त के हलिँदा हुन्छ हाल खबर
बाटो बन्द छ अरे कि त्यहाँनिर त्यहाँ अस्ति अलिकति मैले उता गएको देखिरहेको थिएन यस्तो राउन्ड हुँदैछ उता गयो भने सस्तो थियो हेर त पछाडि हेर्दा पो सञ्जय भाइ अलिक हात माथि गरेर गर्नु नि भिडियो मात्र खेले त अलिक मजाले होइन सञ्जय भाइको भ्लगमा स्वागत छ सबैजनालाई अहिले चाहिँ सुपर फ्लप भएको छ यताको यहाँ कम्ती हिल छ हो द्याट मिन्स कम्ती हिल छ भनेको नि यस्तो बाटो खाइपोमा कुन चाहिँ बाटो हो यता 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 लो लो एक्सट्रिम गर्मी जगन्नाथ फाइनली डेजर्टमा आइपुग्यो सिक्किमको म चाहिँ मर्नु भए अरूभन्दा पनि ए यहाँ एकजना अर्चना दिदी हुनुहुन्छ हेलो गाइस आज चाहिँ हामीले एकदम खुसी लागिरहेछ सो वर्षमा एकैताल मात्रै आउँछ यो दिन न्यू स्पोर्ट्स एडभेन्चर पिकनिक कति डर लाग्यो नि दाला मलाई डर लागेन पहिला पनि चढेको नि म मेरो चाहिँ मलाई एक्सपिरियन्स सोध्नु भएछ भने चाहिँ मेरो चाहिँ फर्स्ट टाइम हो होइन यो राफ्टिङमा चढेको तर डर भन्ने कुरा त थिएन होइन किनभने अब उहाँहरू एकदमै तरिहाल्यो नआउँ पनि नहुने होइन अप्सनै थिएन आयो खुसी लाग्यो एकदमै एकदम राम्रो एकदम मजा आयो है सेफ्टी हजुर एकदम सेफ्टी सेफ्टी हामी चाहिँ यहाँ डेन्जर हिँड्दैछ है अब डरलाग्दो अप्सन चाहिँ थिएन है इन्टरनेसनल ठुलो एयर उयसमा त चढेको दाजु 500जना कतिजना बोकेर हिँड्ने होइन होला हौ होइन बोटमा त म पनि चढेको कि राफ्टिङ चाहिँ फर्स्ट टाइम चढेको डर लाग्छ मलाई ए प्लेन ए त एक्सर्साइज चाहिँ खुट्टाको दामी हुने रहेछ नि अन्त यस्तो छ है हाम्रो फुट मसाज हुँदैछ खुट्टा खुट्टा मेरो पुरा दुख्यो एन्ड भर्सेस वाइल्ड भयो नि यहाँ पछाडि खुफिया रास्ताबाट हिँड्दैछ खुफिया रास्ताबाट हिँड्दैछ एकदमै अब हाम्रो बहिनीहरू पर्दैन खासैमा डेस्टिनेसनमा आइपुग्यो डेस्टिनेसनमा ल्यान्डिङ गरिसकेका छौँ है आइसकेको अब चाहिँ फुड ल्यान्डिङ हो योपालि त के गर्नु चपी नलाउ ए नलगाउँ हो गर्मी यस्तो गर्मीमा चाहिँ ठिकै छ तर रिल्स बनाउने चाहिँ टक्क लाइकको जग्गा पायो काली मान्छे झन् आजको घामले चाहिँ हामी चाहिँ डरेर कालै हुने रहेछ हामी आएको जग्गा हेर्नुहोस् ओ पर अझै मान्छेहरू आउनु अझै डल्लै छ डरलाग्दो आज यहाँनिर उयो भएर आएको थियो मोडर्न भएर आएको थियो हो मिक्सचर तर हामी चाहिँ डरलाग्दो यहाँ फ्लप भएर चाहिँ तर होइन मलाई यस्तै खाले नै आइपुग्यो। मनपर्छ साँच्ची पनि बिचमा आइपुग्यो हामी चाहिँ बिचमा आइपुग्यो हामी सिक्किमको बिचमा यहाँ चाहिँ हाम्रो साइक्लिङ पनि रहेछ साइक्लिङ गर्नुहुँदैछ दुईजना दादाहरू अम्बो हामीले जान्छ कि हामी सिक्ने हामी चाहिँ अब यहाँ खाजासाजा खाएर चाहिँ रेस्ट गरेको अलिकति म चाहिँ पोज्दै थिएँ अब यस्तो गेट इज अ भिडियो एनिवेज साइकल सिक्ने प्रयास भइरहेछ यहाँ अब लैजाऊ त सुधरिरा भएन यस्तो गरेछ है हामी चाहिँ अब रिल्स बनाउनुतर्फ आयो बनाइसकेको छैन लोकेसन चाहिँ हेरिकन आएको
यो हावाले चाहिँ कति कति होला हावा हामी भन्दा अगाडि लुगा जाँदैछ अब चाहिँ हामी रिल्सको लोकेसन देख्यो हो रिल्सको नाम चाहिँ हामी आज नाच्ने र आशा क्रिकेट गोली होइन क्रिकेट होला हौ यो त तान्नेमा चाहिँ स्कट लगाएर चाहिँ दिने एउटी नारीले सिक्किमेली पत्रकारिताको क्षेत्रमा बिताएका 40 वर्ष कति छिटो बितेछ भनेर सबैको लास्ट इयर जितेको थियो अस्ति पहिला दुईजना बेर उनीहरू कतिजना भन्नुहुन्छ अब चाहिँ फाइनली हामी चाहिँ है एउटा रिल्स बनाउनु यस्तो टाइम लाग्यो त्यहाँनिर चाहिँ लिपस्टिक पनि गइसक्यो मेरो त झन् एउटा पनि छैन खानुमा टप हो म हो अब आज लास्ट धन्यवाद क्या भन्छ ज्ञापन त भन्दैन होला के भन्छ एन्डिङ पिकनिकको एन्ड भएको छ यतिकै आज के भन्न चाहनुहुन्छ तपाईँ विशेष गरेर यो मेरो लागि त यो अन्तिमै हो है यो प्रेस किनभने म यो पत्रकारिता क्षेत्र चाहिँ म छोडेर जाँदैछु हो अन्त सायदै है यो पत्रकारहरूले आयोजना गरेको यस्तो खालको वनभोज कार्यक्रमतिर चाहिँ अब चाहिँ म देखा पर्दिनँ होला यो चाहिँ मेरो फर्स्ट एन्ड लास्ट हो है मजा आयो नयाँ एक्सपिरियन्स है साथीहरू राम्रो छ के भन्नु मजा आयो एकदमै मजा आयो यति साह्रो टाइम मिलाएर बल्ल बल्ल एउटा रिल्स बनाएको छ बल्ल 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 बल्ल
फुटबल खेल्ने धेरै वर्ष बादमा आज जिते पनि खुसी लागिरहेको छ तर गजेर हत्तु छ भोलि अर्को जग्गा प्रोग्राम छ जानुपर्ने 4 बजी उठेर साह्रो परिरहेको छ अब बोटमा तल जानु आँटेको तर यति बेसी भिड छ एकछिन डान्स गरेर आएको पनि हुन्थेछ सुभाष आधी घन्टामा बेसी हामी अमिता मेरो त हालत देखिहाल्यो होला तिमीले है मेन चाहिँ यो बलुवामा खाली खुट्टा आज हिँडेर मेरो खुट्टा पिल्सेको जस्तो अवस्थामा छ हो आज हामी नाचेको भए चाहिँ कस्तो हुन्थ्यो होला एकदमै खुसी लाग्यो लु म चाहिँ गएको बाई 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 अब हामी चाहिँ ऊ पर जानुपर्छ है बिहानको जस्तै फेरि आजको लागि यति नै दि एन्ड